क्रस, रेउकाई, ओम शान्ति, विभिन्न विद्यालयहरू, कलेजहरू, स्वास्थ्य कर्मी सङ्घ चितवन जस्ता दर्जनौं सङ्घ संस्थामा उहाँ आबद्ध हुनुहुन्थ्यो। 2049 सालको पहिलो स्थानीय निर्वाचनमा फुलबारी गाविस तत्कालीन वडा नम्बर 5 विष्णुपुरको वडा अध्यक्षमा निर्वाचित भई जनप्रतिनिधिको रूपमा पनि स्वर्गीय कृष्णबहादुर केसीले सेवा र समाजप्रति समर्पित हुनुहुन्थ्यो। निष्ठावान प्रजातन्त्रवादी राजनीतिक व्यक्तित्व केसी धार्मिक र सामाजिक क्षेत्रमा पनि निकै लोकप्रिय हुनुहुन्थ्यो। राजनीतिक भए पनि सामाजिक र धार्मिक व्यक्तित्व उहाँको पल्ला भारी भएको हामी पाउन सक्छौँ। गीतानगर रेउकाईको संस्थापक अध्यक्ष, गीतानगर रेडक्रसको लामो समयसम्म सभापति, जिल्ला रेडक्रस शाखा चितवनको सदस्य र 2054 सालदेखि 2057 सालसम्म उहाँ रेडक्रस चितवन शाखाको उपमन्त्री हुँदै गर्दाको अवस्थामा 2057 साल जेठ 18 गते रेडक्रस चितवनको उपमन्त्रीको रूपमा बहाल रहँदैको अवस्थामा रेडक्रसको एम्बुलेन्सको कामको सिलसिलामा काठमाडौँ जाने क्रममा नारायणगढको मेन रोडमा राधा फोटो स्टुडियो अगाडि अचानक मोटरसाइकल दुर्घटनामा परि अचेत अवस्थामा पुग्नुभयो र उहाँलाई तुरुन्तै भरतपुर अस्पतालमा लिएर आइयो र त्यहाँ डाक्टर शारदा कुँवर र डाक्टर नारायण सिंह कुँवरको भूमिका महत्त्वपूर्ण रहेको थियो र त्यति बेला सुकुम्बासी आयोगमा नारायण कोइराला रहनु भएको थियो र नारायण कोइरालाजीको गाडीमा यहाँ घरबाट भाउजूलाई र मलाई लिएर गयो र हामी हस्पिटलमा गयौँ र त्यहाँ दाइको अचेत अवस्था भएपछि तुरुन्तै हामी काठमाडौँ लाने भन्ने कुरा भयो र तत्कालीन गृहमन्त्री गोविन्दराज जोशी र आदरणीय सामाजिक व्यक्तित्व वासुदेव पन्त देवनगर रहनुहुन्छ, हाल काठमाडौँ बस्नुहुन्छ। उहाँको धेरै ठुलो सहयोग रह्यो र उहाँले प्लेनलाई हायर गरेर हामीले भरतपुर अस्पतालबाट, भरतपुर एयरपोर्टबाट आदरणीय भाउजू शारदा, म र दाइलाई हामीले काठमाडौँ लिएर गयौँ र नर्विक अस्पतालमा डाक्टर उपेन्द्रले अपरेसन गर्ने कुरा भयो। वासुदेव पन्तजी एयरपोर्टभित्रै एम्बुलेन्स लिएर, गृहमन्त्रीको आदेशमा एयरपोर्टभित्रै एम्बुलेन्स छिराएर र प्लेनबाट हामीले सिधै एम्बुलेन्समा राखेर हामी नर्विक अस्पताल पुर्यायौँ र डाक्टर उपेन्द्रले उहाँले अपरेसन गर्नुभयो र 18 गतिको त्यो घटनालाई तत्कालीन 4 दिनसम्म उहाँलाई उपचारको क्रममा नर्विक अस्पतालमा राख्दा पनि उहाँको अवस्थामा सुधार नभएपछि र जेठ 21 गते हामीले चितवन लिएर आएर देवघाटमा दाह संस्कारसहित उहाँको पार्थिव शरीरको अन्त्य गरियो र उहाँको आत्मा सधैँ अजर र अमर रहिरहेको हामीले महसुस गरेका छौँ। यसरी उहाँको देह अन्त्यसँगै गीतानगर क्षेत्रका बौद्धिक व्यक्तित्वहरूले कृष्ण केसी प्रतिष्ठानको स्थापनाको प्रस्ताव आएपछि परिवारको तर्फबाट पनि विशेष गरेर उहाँको धर्मपत्नी शारदा देवी छेत्री, जो आफै सामाजिक र राजनीतिक रूपमा पनि विशेष चासो राख्नुहुन्थ्यो, उहाँले एकमुष्ट 1 लाख रुपियाँ प्रतिष्ठानलाई सहयोग गर्ने घोषणा गर्नुभएसँगै 2058 सालमा प्रथम वार्षिक उत्सवको अवसर पाएर स्वर्गीय कृष्ण केसी प्रतिष्ठान श्री केदारनाथ कोइरालाज्यूको अध्यक्षतामा 13 सदस्यीय समिति निर्माण गरियो र त्यो समिति विधिवत रूपबाट गठन भयो, जुन समितिमा अध्यक्ष केदारनाथ कोइराला, सचिव विदुर केसी, कोषाध्यक्ष गुणराज पाठक, सदस्य रामचन्द्र कोइराला, सदस्य टङ्कनाथ पौडेल, सदस्य तुलसी प्रसाद चापागाई, सदस्य शम्भुबहादुर भण्डारी, सदस्य शालिग्राम पौडेल, सदस्य मेदनराज थापा, सदस्य सरिता केसी, सदस्य संरक्षक सदस्य स्वर्गीय विश्वराज पौडेल, सदस्य स्वर्गीय विष्णुबहादुर केसी र कोषाध्यक्ष रूपमा स्वर्गीय गुणराज पाठक र प्रमुख संरक्षकमा शारदा देवी केसी गरी 13 सदस्यीय समिति विधिवत रूपबाट निर्माण गरियो 2058 सालमा र त्यसै वर्ष नै हामीले यसलाई विधान दर्ता गर्यौँ। विधान तयारी गर्न हामीलाई 6 महिना लाग्यो र विधान दर्ता गर्न समय गरेर 2058 साल जेठमा नै हामीले त्यसलाई विधिवत रूपबाट विधान बनाएर विधान जिल्ला प्रशासनमा दर्ता गरियो भने 2059 सालमा 59 साल जेठ 10 गते जिल्ला प्रशासनमा यो संस्था आधिकारिक रूपबाट दर्ता गरिसकेको छ। दर्ता नम्बर 95 2059 जेठ 10 गते र प्यानमा पनि हामी दर्ता गर्नुपर्ने सङ्घ संस्थालाई प्यानमा जानै पर्ने बाध्यता बनाइसकेपछि हामीले थाई लेखा नम्बर प्यानमा पनि दर्ता भइसकेको छ। प्यान नम्बर दर्ता
6086454142 आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा 2075 कार्तिक 6 गते दर्ता भएको छ र दुईटै संस्थाको दर्ताको सर्टिफिकेट हामीसँग छ। र यसरी 2076 सालमा हामी यसको अधिवेशन र साधारण सभा गर्ने तयारी गर्दा गर्दै हामीले त्यसलाई फागुन चैतमा गर्ने भनेर हामीले पत्रचार गरेर बैठक बसेकै दिनबाट फागुन 13 गतेबाट सरकारले फागुन 11 गतेबाट सरकारले लकडाउन घोषणा गर्यो र हाम्रो कार्यक्रम यसरी 2 वर्ष ढिलो हुन गएको कुरा म आदरणीय सभासद साथीहरूको अगाडि राख्न चाहन्छु। र यसरी हामीले विधिवत रूपबाट अगाडि जाँदै गर्दा 2059 सालमा प्रथम साधारण सभा स्वर्गीय महेश्वरलाल श्रेष्ठको प्रमुख आतिथ्यमा हामीले सम्पन्न गरेका थियौँ। 2060 सालमा गीतानगर माविमा मावि स्तरीय हाजिर जवाब प्रतियोगिता सम्पन्न गरी दोस्रो साधारण सभा हामीले सम्पन्न गऱ्यौँ। 2061 सालदेखि 2075 सालसम्म एकता सिनर्जी सञ्चार केन्द्रले सञ्चालन गर्दै आइरहेको अन्तर्मावि कृष्णकेशी रणिङशील हाजिर जवाब प्रतियोगिता कोभिडको कारणले गर्दा गर्न नसकिए पनि 14 वर्ष त्यो कार्यक्रम कन्टिन्युज भएको कुरा म सभासद साथीहरूको बिचमा राख्न चाहन्छु। यसरी असोज महिनामा अहिले भने हामी यही असोज महिनामा गर्ने सोच र तयारीमा रहेका छौँ। म यो कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। दोस्रो साधारण सभा पनि 2062 सालमा स्वर्गीय डाक्टर गङ्गाधर लम्सालज्यूको प्रमुख आतिथ्यमा देवी प्रसाद लुइटेल जो स्वास्थ्यकर्मी हुनुहुन्थ्यो, स्वास्थ्य सङ्घमा पनि जोडिनुहुन्थ्यो र कृष्णबहादुर केसीसँगै लामो समय त्यो क्षेत्रमा बसेर काम गर्नुभएको कारणले गर्दा उहाँलाई रु 10,000 सहित उहाँलाई सम्मान गरिएको थियो भने तत्कालीन वयोवृद्ध विपन्न परिवारका बिर्खे सार्कीलाई पनि त्यही समयमा हामीले सम्मान गरेर तेस्रो साधारण सभा हामीले सम्पन्न गरेका थियौँ। र त्यस बेलामा तेस्रो साधारण सभामा रक्तदान कार्यक्रम, सम्मानका कार्यक्रमहरू, स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम गरेर उक्त कार्यक्रम हामीले सम्पन्न गरिसकेका थियौँ। र यो प्रतिष्ठानले गरेका कार्यक्रमहरूमा स्वास्थ्य शिविर, सम्मानका कार्यक्रमहरू, हाजिर जवाब प्रतियोगिताहरू, स्वर्गीय कृष्ण केसीको सम्झनामा क्रिकेट प्रतियोगिता जो सबैभन्दा ठुलो धनराशि 25,000 को धनराशिमा राधापुरको ग्राउन्डमा 25,000 एकमुष्ट देवेन्द्र केसीद्वारा सौजन्य गर्नुभएको रकमबाट हामीले पहिलो क्रिकेट प्रतियोगिता राधापुरमा सम्पन्न गरेको थियौँ। त्यो प्रतियोगिता त्यति बेलाको समयमा सबैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता पनि रहेको म यहाँ जानकारी गराउन चाहन्छु। र त्यस्तै गरेर उत्कृष्ट जेसिस कृष्ण केसी एवार्ड सन् 2008बाट म गीतानगर जेसिसको सन् 2008 को प्रेसिडेन्ट रहँदै गर्दा मैले कृष्णबहादुर केसीको सम्झनामा एउटा उत्कृष्ट जेसिस वर्षमा घोषणा भएकोलाई र त्यस वर्षको चेयरम्यानलाई एउटा सम्मान दिने कार्यक्रम रहेको छ। त्यस कारण उत्कृष्ट जेसिस कृष्ण केसी पुरस्कार भनेर म आफै अध्यक्ष हुँदा घोषणा गरेको थिएँ र त्यसलाई आदरणीय भाउजू शारदा केसी र देवेन्द्र केसीले पनि त्यसलाई सहयोग गर्नुभएको थियो र त्यो पुरस्कार हामीले सन् 2008 देखि आजसम्म 2021 सम्म कन्टिन्युज 14 वर्षसम्म त्यसलाई हामीले कन्टिन्युज गरेका छौँ। म यो कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु। त्यस्तै गरी विश्वप्रकाश मावि मङ्गलपुर, शिवनगर मावि शिवनगर, विश्व छहारीमा भएको धान्यचल पर्व र पोखरेल वंशजहरूको धान्यचल पर्व पालन भएको कार्यक्रममा यस प्रतिष्ठानबाट उचित आर्थिक सहयोग गरेको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। साथ विपन्न, गरिब, असहाय विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा पनि यस कृष्ण केसी प्रतिष्ठानद्वारा लगानी र सहयोग गरिएको कुरा जानकारी गराउन चाहन्छु। स्मारिकाहरूमा विज्ञापन, लेख रचना मार्फत पनि हामीले सहयोग र समर्थन गरेको कुरा पनि म जानकारी गराउन चाहन्छु। चेपाङ, बोटे, कुमाल र पिछडिएको वर्गहरूलाई पनि राहत सामग्रीहरू हामीले हस्तान्तरण गरेका छौँ। 10 कोभिडको समयमा पनि मास्क, सेनिटाइजर, पिपी विभिन्न सङ्घ संस्थाहरू विशेष गरेर प्रहरीहरू, रेडक्रस कर्मीहरू र रेडक्रसका एम्बुलेन्स चालकहरूलाई हामीले मास्क, सेनिटाइजर र पिपी हस्तान्तरण गरेका थियौँ र त्यसको सम्पूर्ण खर्चहरू देवेन्द्र केसी छेत्री मार्फत सहयोग गरिएको थियो। त्यो कुरा म यहाँ जानकारी गराउन चाहन्छु। र यसरी हालसम्म यस प्रतिष्ठानमा एक संरक्षक सदस्य जो शारदा देवी छेत्री र 2 जना सञ्चालक सदस्य स्वर्गीय लेफ्टेनेन्ट हरिबहादुर कुँवर र डाक्टर नारायण सिंह कुँवर यसको सञ्चालक समिति सदस्य रहनु भएको छ। 2 जना सञ्चालक सदस्य र 20 जना विशिष्ट सदस्य, 106 जना
आजीवन सदस्य र 47 जना साधारण सदस्य गरी 174 जना यस संस्थाको सदस्यको रूपमा रहेको म यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। आर्थिक रूपमा ब्याङ्कमा हाम्रो हालसम्म 4,72,000 रहेको छ। जुन रकम हामीले राखेदेखि आजसम्म हामीले त्यो ब्याङ्कबाट त्यो रकम झिकेका छैनौँ। जुन रकम हामीले सुरुमा नाइने फाइनेन्समा एकमुष्ट राख्यौँ, नाइने फाइनेन्स र सनराइज ब्याङ्क मर्ज भइसकेपछि त्यो कन्टिन्युज आएको छ र ब्याङ्कबाट यसमा हामीले पासबुक पनि बनाएको छैनौँ। जुन रकम राखेका छौँ त्यसको ब्याज मात्रै अहिले हामीसँग छ। हामीले त्यो ब्याज पनि निकालेका छैनौँ र ब्याङ्कबाट कुनै पनि रकम ननिकालिकन पनि हामीले यति धेरै कार्यक्रमहरू समाजको बिचमा गरेको कुरा म यहाँ जानकारी गराउन चाहन्छु। र त्यो रकम अध्यक्ष केदारनाथ कोइराला, सचिव विदुर केसी र कोषाध्यक्ष गुणराज पाठकको नाममा खातामा यद्यपि रहिरहेको छ र स्वर्गीय गुणराज पाठक स्वर्गीय भइसकेपछि अब हामी त्यो खातालाई अब आउने नयाँ समितिको नाममा हस्तान्तरण गरेर अनि हामी बाहिर रहने कुरा म यहाँहरूको सामु जानकारी गराउन चाहन्छु। र यस कृष्ण केसी प्रतिष्ठानले गरेका ती धेरै कार्यक्रमहरूका बावजुद अब हामी कसरी जाँदैछौँ? विधान दर्ता छ, प्यानमा दर्ता छ। अब हामी समाज कल्याण परिषदमा पनि जाँदैछौँ। विभिन्न एनजिओ र आइएनजिओहरूसँग पनि हामी साझेदारी रूपबाट र अन्य अरू सरकार मिल्ने अथवा विचार मिल्ने र भावना मिल्ने अन्य अरू प्रतिष्ठान र सामाजिक सङ्घ संस्थाहरूसँग पनि हामी साझेदार रूपबाट काम संयुक्त रूपबाट जान सक्ने गरी कार्यक्रमहरू तय गरेका छौँ र त्यो म पछि आवश्यक पऱ्यो भने साधारण सभामा पनि राख्नेछु। र यस प्रतिष्ठानले भावी कार्यक्रमहरू के गर्न सोच बनाएको छ भन्ने बारेमा पनि साधारण सदस्यहरूलाई जिज्ञासा हुनसक्छ। हामीले बैठकद्वारा पारित गरेको केही कार्यक्रमहरू हामीले तय गरेको छौँ र त्यसलाई बजेटिङ पनि अहिले कोषाध्यक्षले राख्नुहुनेछ। र भावी कार्यक्रमहरू हामीले दुई ढङ्गले बनाएका छौँ, एउटा अल्पकालीन एउटा दीर्घकालीन। अल्पकालीन हामी यो वर्षमा गर्न सक्ने कार्यक्रमहरू हाम्रो बिचमा रहेको छ। एक, हाजिर जवाब प्रतियोगिता, मावि स्तरीय हाजिर जवाब कृष्ण केसी रणनीतिशील जुन हामीले 14 वर्षमा कन्टिन्युज गरेका छौँ, त्यसलाई पनि हामी प्रत्येक वर्ष गर्दै जाने कार्यक्रम हाम्रो बिचमा रहेको छ। र रक्तदान कार्यक्रमहरू हामी गर्नेछौँ त्यो सरकार संस्थाहरूसँग जोडिएर। स्वास्थ्य शिविरहरू, चाहे त्यो आँखा शिविर होस्, दन्त शिविर होस्, महिलाहरूको पाठ्यक्रम सम्बन्धी होस् अथवा विविध होस्, स्वास्थ्य शिविरहरू हामी आशा अस्पतालसँग वा अन्य हस्पिटलहरूसँग कोअर्डिनेसनमा हामी त्यो कार्यक्रमहरू गर्ने लक्ष्य राखेका छौँ। र चौथोमा हामी विविध विधामा सम्मान गर्ने कार्यक्रम हामी प्रत्येक वर्ष राख्नेछौँ। 5 नम्बरमा हामीले स्मारिका प्रकाशन गर्ने, स्वर्गीय कृष्ण केसीलाई जीवित राख्नको लागि, कृष्ण केसीले समाजमा गरेका कार्यक्रमहरूलाई लिपिबद्ध गर्नको लागि एउटा स्मारिका आवश्यक छ। त्यो हामीले तयारी गर्ने सोच बनाउँदै पनि विविध कारणले हामीले गर्न सकिरहेको छैनौँ र यस वर्ष हामी स्मारिका प्रकाशन गर्नेछौँ। लेख रचना, विभिन्न जीवनीहरू, कृष्ण केसीका साथीहरू, सङ्गीहरू, उहाँका जीवन सङ्गिनीहरू, उहाँका आफन्तहरूले, उहाँलाई चिनेका साथीहरूले उहाँको बारेमा केही लेखहरू लेख्नुहुनेछ जसलाई हामी प्रकाशन बनाएर लिपिबद्ध रूपबाट गरेर कृष्ण केसीलाई जीवित राख्ने सोच हामीले बनाएका छौँ। त्यसैले स्मारिका प्रकाशन गर्ने कार्यक्रम रहेको छ। छात्रवृत्ति कोष, अक्षय कोषको रूपमा पनि हामीले सोच बनाएका छौँ। अनाथ, विपन्न र अपाङ्गहरूलाई पनि हामीले सहयोग गर्ने सोच बनाएका छौँ। त्यसलाई बजेटिङ पनि गरेका छौँ। त्यो अहिले कोषाध्यक्षको बजेटमा आउनेछ। र खेलकुद मार्फत पनि हामीले समाजका युवाहरूलाई, सिरियलले रहेका युवाहरूलाई, सचेत युवाहरूलाई खेलको माध्यमबाट पनि समाज विकास गर्न सकिन्छ भन्ने सोचका साथ खेलकुदका कार्यक्रम पनि हामीले राखेका छौँ। साहित्य, धर्म, स्वास्थ्य र शिक्षामा पनि हामीले सहयोग गर्ने कुराहरू राखेका छौँ। र विशेष गरी युवाहरूलाई मोटिभेसन ट्रेनिङहरूको पनि हामीले यो वर्ष कार्यक्रममा राखेका छौँ। यसरी 10वटा कार्यक्रम हामी राखेका छौँ भने हामीले दीर्घकालीन रूपमा लामो सोच बनाएका पनि केही सोचहरू हाम्रो बिचमा छ। त्यो सोचहरूमा हुनसक्छ भविष्यमा हामी केही वर्षपछि हाम्रा भाइ छोराहरू विदेश बसेका भतिजहरूले केही कुराहरू सोच बनाउनु भयो भने एम्बुलेन्स सेवा सञ्चालन गर्ने हाम्रो सोच रहेको छ। आफ्नै भवनको पनि हामीले परिकल्पना गरेका छौँ र सोच र उद्देश्य मिल्ने सङ्घ संस्था र सहयोगी साझेदारी संस्थासँग सहकार्य गर्नतर्फ हामी उन्मुख रहनेछौँ। र दैनिक अफिस सञ्चालन गर्ने र बोर्ड निर्माण गर्ने सोच हाम्रो बिचमा रहेको छ। र कर्मचारी र प्रविधिहरूको जडान गर्ने र स्थापना गर्ने हाम्रो सोच रहेको छ। यो दीर्घकालीन कार्यक्रमहरू र प्रतिष्ठानले गरेका अल्पकालीन अथवा आगामी कार्यक्रमहरू मैले तपाईँहरूको बिचमा राखिसकेको छु। म यिनै कुराहरू तपाईँहरूको बिचमा राख्दै र पछि हामी बन्द सत्रमा पनि आवश्यक पर्यो भने हामी छलफल गर्नेछौँ। यिनै कुराहरू तपाईँहरूको बिचमा राख्दै म अहिले भने सचिवको भूमिकाबाट बिदा हुन चाहन्छु र यो कार्यक्रमलाई अब लेखा प्रतिवेदन वा अडिट रिपोर्ट प्रस्तुत गरिदिनु हुन संस्थाका सदस्य
संस्थापक सदस्य आदरणीय शालिग्राम पौडेलज्यूलाई म यो लेखा प्रतिवेदन र भावी बजेट प्रस्तुत गरिदिनु हुन म आदरणीय शालिग्राम पौडेल सरलाई हार्दिक अनुरोध गर्दछु। आदरणीय सभाका सभानायकज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिगण, मेरा आदरणीय गुरुहरू, अग्रज दाजुहरू, दिदीहरू, आमाहरू र सहकर्मी सम्पूर्ण मित्रहरू, सर्वप्रथम आजको यस घडीमा म स्वर्गीय कृष्ण केसीज्यूमा हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। मैले अहिले लेखा परीक्षकले दिएको रिपोर्ट यहाँहरूमाझ राख्ने अनुमति चाहन्छु। कोषाध्यक्षको स्मरण भएको हुनाले म सदस्यले यो प्रस्तुत गर्ने यहाँहरूमाझ अनुमति चाहन्छु। लेखा परीक्षकले हामीलाई दिएको सुझाव र प्रतिवेदनको प्रारूप। श्रीमान अध्यक्षज्यू, स्वर्गीय कृष्ण केसी प्रतिष्ठान, भरतपुर महानगरपालिका 15 विष्णुपुर, लेखा परीक्षक प्रतिवेदन पेश गरेको बारे। महोदय, प्रस्तुत विषयका सम्बन्धमा त्यस संस्थाको सञ्चालन समितिको निर्णय अनुसार आवत 2077-78 को लेखा परीक्षण गर्न हामीलाई नियुक्ति पत्र प्राप्त भए अनुसार उक्त संस्थाको लेखा परीक्षण मानअनुसार लेखा परीक्षण कार्य सम्पन्न गरी प्रतिवेदन यस प्रकार प्रस्तुत गरिएको छ। लेखा परीक्षणको उद्देश्य: आर्थिक कारोबारको अभिलेख सामान्य स्वीकृति लेखा सिद्धान्त अनुसार राखिएको छ। आर्थिक कारोबार अङ्क गणितीय शुद्धतामा ध्यान पुर्याइएको छ। आर्थिक कारोबारको सञ्चालन अधिकार प्राप्त व्यक्तिको आदेश अनुसार भएको छ। आर्थिक विवरणले 2077 साल श्रावण 1 गतेदेखि 78 श्रावण आषाढ मसान्तसम्मको संस्थाको आर्थिक स्थिति सोही मितिमा समाप्त भएको लेखाले सञ्चालन नतिजाले सही चित्रण गर्दछ। आर्थिक विवरण माथिको राय सुझाव: लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सूचना र स्पष्टीकरण उपलब्ध भएका छन्। हाम्रा विचारमा हामीलाई उपलब्ध गराएका सूचना र स्पष्टीकरणहरू तथा यसै साथ संलग्न प्रमुख लेखा नीति तथा टिप्पणीहरूको आधारमा प्रस्तुत वासला तथा प्राप्ति भुक्तानी विवरणले यथार्थ अवस्था र सोही मितिमा समाप्त भएको आय विवरण लेखाले कारोबारको यथार्थ नतिजाको समुचित चित्रण गर्दछ। हाम्रो नजरमा लेखा परीक्षणबाट संस्थाका पदाधिकारी एवं कर्मचारीबाट संस्थालाई हानि नोक्सानी हुने कार्य गरिएको देखिएन। बैंक स्टेटमेन्ट देखाएको रकम र संस्थाको खाताले देखाएको रकम ठिक दुरुस्त छ। सञ्चालन समितिबाट भएको निर्णयलाई पालना गरिएको छ। अन्तमा लेखा परीक्षणको समयमा सहयोग गर्नुहुने सञ्चालक पदाधिकारीज्यूहरूमा धन्यवाद दिन चाहन्छु। रामकृष्ण बराल, लेखा परीक्षक। अब म यहाँहरूमाझ 77-78 को लेखा परीक्षकले दिएको प्रतिवेदनको पहिलो सुझाव यहाँहरूमाझ राखे। यहाँ लेखा परीक्षणमा 3 वर्षको एकमुष्ट, 1 वर्ष नभएर 3 वर्षको एकमुष्ट प्रतिवेदन छ। जस्तो 75-76, 76-77 र 77-78 को। सबभन्दा पहिले प्राप्ति विवरण: बैंक मौजात 4,01,60, बैंक ब्याज 75, 76 र 77 सबै गरेर र माथिको कुल गरेर 4,56,785 रुपियाँ। अहिले हाम्रो महासचिवजीले भनिसक्नु भएको छ, हामीले ब्याङ्कमा राखेको पैसा कति पनि चलाएका छैनौँ, ब्याज पनि चलाएका छौँ, ब्याज पनि यसैमा जोडिएको छ। मुद्दती खातामा राख्दाखेरि यति समयमा राख्दा डबल हुने भन्ने नीति अनुसार यो रकम हामीले थोरै राख्दा पनि यो अवस्थासम्म आइपुगेको यहाँहरूमाझ म निवेदन गर्न चाहन्छु। र हाम्रो भुक्तानी खर्चमा ब्याज कर 4,641 रुपियाँ, सनराइज ब्याङ्कमा 4,52,144 रुपियाँ। यसै गरी कुल
4,56,750 रुपियाँ हामीसँग ब्याङ्कमा भएको कुरा यहाँहरूमाझ निवेदन गर्दै यो छोटो आर्थिक प्रतिवेदन हामीले डिटेलमा यसमा यो 3 वर्षको एकमुष्ट राखेको खर्च केही यसबाट ननिकालेको हुनाले हामीले यो शीर्षकमा यति रकम खर्च गऱ्यौँ भनेर यहाँ प्रस्तुत गर्ने अवस्था रहेन। यसै भएर यहाँ छोटो प्रतिवेदन यहाँहरूमाझ राखेको। यस्तै अब सचिवले आगामी वर्षको लागि अल्पकालीन र दीर्घकालीन जुन योजना प्रस्तुत गर्नु भएको छ त्यसमध्ये 1 वर्षको अनुमानित आय व्ययको विवरण यहाँहरूमाझ राख्ने अनुमति चाहन्छु। हाजिरी जवाब प्रतियोगिता मावि स्तरमा 22,000, रक्तदान कार्यक्रममा 4,000, स्वास्थ्य शिविरको सहकार्यमा गर्ने कार्यमा 10,000, सम्मान कार्यक्रम संस्थापकहरूलाई 15,000, स्मारिका प्रकाशनमा 1 लाख, छात्रवृत्ति अक्षय कोषमा 25,000, अनाथ विपन्न अपाङ्गहरूलाई 10,000, खेलकुद कार्यक्रममा 10,000, साहित्य कार्यक्रमहरू 5,000, युवालाई तालिम विविध खर्चमा 20,000। यसरी हाम्रो अनुमानित आय हामीले लिएका छौँ। यो अनुमानित खर्च 2,26,000 र अनुमानित आयमा अब यो परिपूर्ति गर्नको लागि हामी कहाँबाट यसलाई समायोजन गर्ने, कहाँबाट व्यवस्था गर्ने भन्ने शीर्षकमा ब्याङ्क ब्याज 35,000, सदस्यताबाट प्राप्त हामी सदस्य विस्तार गर्छौँ। यसबाट प्राप्त हुने रकम 95,000 र विशेष सहयोग 96,000 गरी 2,26,000मा यो हाम्रो 1 वर्षको जुन लक्ष्य छ यो लक्ष्य पुरा गर्ने हामीले सोच राखेका छौँ। यही कुरा राख्दै यहाँहरूमाझ म यो छोटो आर्थिक प्रतिवेदन प्रस्तुत गरेर बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। र अब कार्यक्रमलाई म अगाडि बढाउने क्रममा सबैभन्दा पहिला छोटो शुभकामना रहनेछ। 2-3 जना अग्रजहरूको शुभकामना हामी सुन्नेछौँ। त्यसपछि हामी सम्मान कार्यक्रममा जोडिनेछौँ र आज भद्रकाली मन्दिरले पनि यहाँ सम्मान कार्यक्रममा जोड्न समय माग्नु भएको छ। म उहाँहरूलाई पनि 5 मिनट समय प्रदान गर्नेछु र यसरी हामी अब करिब 45 मिनटभित्रमा यो कार्यक्रम सक्ने प्रयत्नमा रहनेछौँ। सबैभन्दा पहिला आफ्नो अनुभवहरू र शुभकामना मन्तव्यहरू राखिदिनु हुनको लागि आदरणीय शैक्षिक व्यक्तित्व श्री शेरबहादुर थापाजीलाई म हार्दिक अनुरोध गर्दछु। स्वर्गीय कृष्ण केसी प्रतिष्ठान समारोहका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत यो कार्यक्रममा सहभागी सम्पूर्ण केसी परिवारका हाम्रा आदरणीय जनहरू लगायत उपस्थित विभिन्न ठाउँबाट आफ्नो विविध कार्यक्रमलाई पन्छाएर पनि यो प्रतिष्ठानलाई महत्त्वपूर्ण ठानेर आइदिनु हुने हाम्रा आदरणीय महानुभाव सज्जनवृन्दहरू, मलाई यस अवस्थामा यो घडीमा केही शुभकामना व्यक्त गर्न जो अवसर पाएँ म यसको लागि गर्वित छु, धन्यवाद दिन चाहन्छु। र म यो कार्यक्रमको चापले, समयको चापले गर्दाखेरि पनि म छोटो अर्थमा छोटो भनाइ राख्दै यो प्रतिष्ठानले जे जसरी सामाजिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, शिक्षाको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, खेलकुदको क्षेत्रमा लगायत सम्पूर्ण चाहिँ यो देशको एउटा सामाजिक रूपान्तरणका क्षेत्रमा जुन महत्त्वपूर्ण भूमिका खेलेको छ त्यसको लागि हामी सबै नै यो संस्थान परिवार गर्वित छौँ। र यसरी नै भावी दिनमा यो संस्थानले, प्रतिष्ठानले एउटा अत्यन्तै महत्त्वपूर्ण अझ विविध कार्यक्रमहरू जोडेर लाने जुन हामीले यहाँ पायौँ प्रतिवेदन तर्फबाट, त्यसको लागि पनि हामी अत्यन्तै प्रसन्न छौँ। त्यस्तै गरी अब छोटो शुभकामना मन्तव्यको लागि म श्रीपुरबाट श्री लीलानाथ धिताल, जसलाई हामी समूह धिताल भनेर चिन्छौँ, म शुभकामनाको लागि आदरणीय दाइलाई हार्दिक अनुरोध गर्दछु।
यस कृष्ण केसी प्रतिष्ठान भरतपुर 15 चौथो साधारण सभा तथा प्रथम अधिवेशनका आजका आदरणीय सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, शिक्षाविदहरू, स्वास्थ्यविदहरू, समाजका विज्ञहरू, समाजलाई रूपान्तरण गर्नको लागि निरन्तर प्रयास गरिरहनुभएका भद्र महिला सज्जनवृन्द, दाजुभाइ दिदीबहिनीहरू, यो आज कृष्ण केसी प्रतिष्ठानले गरेको कामको विवरण सुनियो। यसले ज्यादै राम्रो काम गरेको र यसका सबै सन्तोषजनक ट्रिटमेन्ट गरिदिनुहुन्थ्यो। हामीलाई चाहिँ राम्रो भइराखेको थियो। त्यसैले उहाँ डाक्टर केसी भनेर चिन्नुहुन्थ्यो भने अरू सामाजिक कामहरूमा पनि उहाँको चाहिँ ठुलो योगदान रहेको छ, जुन कुरा हामीले प्रतिवेदन पनि सुनिसक्यौँ। त त्यसैले हामीले पनि अब यस्तै राम्रो कामहरू गर्ने प्रेरणा जुन केसीजीबाट चाहिँ जुन पाएका छौँ त्यसलाई हामीले बिर्सनु हुँदैन, पछि लाग्नुपर्छ भन्ने कुराहरू राख्दै उहाँ एउटा अत्यन्त बहुआयामिक, एउटा चाहिँ प्रतिभावान, एउटा युवा अवस्थामै उहाँले चाहिँ यो संसारबाट छोडेर जानुभयो। हामीलाई चाहिँ नि अब तर राम्रो कामहरू गरेको हुनाले उहाँको सम्झना रहिरहनेछ भन्ने कुराहरू राख्दै यस प्रतिष्ठानप्रति मेरो पनि चाहिँ एउटा सहयोग रहनेछ भन्ने भावना व्यक्त गर्दै बिदा हुन्छु। हस्त, नमस्कार। मलाई धन्यवाद दिन चाहन्छु। यति बेला भने हाम्रो रेडियो शिवशक्ति 98.3बाट पनि प्रत्यक्ष प्रसारण भएको म जानकारी गराउन चाहन्छु। र अब हामी सम्मान कार्यक्रमलाई पनि जोड्न गइरहेका छौँ। स्वर्गीय कृष्ण केसीको सहपाठी मित्र होमनाथ अधिकारीज्यूलाई म आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनु हुनलाई हार्दिक अनुरोध गर्दछु। दुर्घटनामा उहाँको असामयिक निधन हुनु पुग्यो। अब श्रद्धाका आँसु सिवाय अरू भन्दा अरू केही सकिएन र उहाँको कार्यले त्यस समाजमा जुनसुकै काम पनि सामाजिक रूपबाट सफलताका साथ गर्नुपर्छ भन्ने जुन उहाँको चाहिँ धारणा थियो त्यो गर्नुपर्छ भन्ने लागिराखेको छ र हरसम्भव त्यसलाई चाहिँ पुरा गर्नुपर्छ भन्ने मानसिकता साथ लागिरहेको छु र यिनै कुराहरू राख्दै उहाँप्रति र शब्द श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवारप्रति सहानुभूति व्यक्त गर्दै यहाँबाट बिदा हुन्छु। नमस्कार। धन्यवाद सहपाठी मित्र आदरणीय होमनाथ अधिकारीज्यू, उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने हामी शुभकामनाको अन्तिममा रहेका छौँ र विशेष गरेर स्वर्गीय कृष्ण केसी एक्सिडेन्टमा परिसकेपछि अस्पतालसम्म पुर्याउनेमा डाक्टर शारदाको र डाक्टर नारायण सिंह कुँवरको धेरै ठुलो भूमिका रह्यो। उहाँ पारिवारिक रूपबाट पनि हाम्रो भित्रको मान्छे र फेरि डाक्टर पेसाको हैसियतले पनि उहाँले धेरै ठुलो प्रयास गर्नुभयो र प्लेन मगाउनेदेखि लिएर एयरपोर्टसम्म गाडी पठाउनेदेखि लिएर त्यो काठमाडौँसम्म लाग्ने खर्च भनेर डाक्टर शारदाले मलाई पनि याद छ 1 लाख रुपियाँ झिकेर मलाई दिनुभएको अनि मैले दाइले भाउजूले प्लेनमा हालेर काठमाडौँ लिएर गएको त्यहाँसम्मको सहयोग गर्नुभयो। मैले अहिले डाक्टर शारदालाई तपाईँ शुभकामना राख्नुहुन्छ भनेर सोधेँ, उहाँले यो असमर्थ जनाउनु भयो। तर उहाँको प्रतिनिधित्व गरेर डाक्टर नारायण सिंह कुँवर आशा हस्पिटलको निर्देशक आदरणीय डाक्टर नारायण सिंह कुँवरलाई म यो आजको दिनमा शुभकामना र शुभभावना राखिदिनु न म हार्दिक अनुरोध गर्दछु। कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू एवं मञ्चमा आसन ग्रहण गर्नुभएका विशिष्ट व्यक्तित्वहरू, त्यस्तै मेरो अगाडि उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थासँग आबद्धता जनाउनुभएका आदरणीय व्यक्तित्वहरू। वास्तवमै अघि समस्या टेक्निकल समस्या, म डाक्टर शारदा कुँवरको प्रतिनिधित्व गरेर यहाँ आएको पनि होइन,
म प्रतिनिधित्व गरेर बोलिराखेको पनि छैन है। एउटा कुरो यहाँ किनभने डाक्टर शारदालाई पनि जानकारी चाहिँ दिन चाहन्छु र उद्योगजीलाई पनि मैले यो कुरो चाहिँ बिन्ती गरेँ। म आफ्नै भावनाहरू यहाँ चाहिँ सेयर गर्न चाहन्छु। मैले जानेको बुझेको र मलाई पढाइएको र सिकाएको कुरो के हो भनेदेखि आवर लाइफ इज अलवेज इन बिट्विन डिफिकल्टिज एन्ड ह्याप्पिनेस। मलाई लाग्छ यहाँले बुझ्नुभयो यो कुराहरू। मेरो निम्ति स्वर्गीय डाक्टर केसीको जीवनले ल प्रत्यक्ष रूपमा प्र्याक्टिकली अनुभूति गर्ने एउटा त्यसलाई अवसर भन्न मिलेन, एउटा खालको चाहिँ स्थिति चाहिँ पैदा गरेँ। किनकि 2021 सालमा म केटाकेटी थिएँ, मेरो मुहाहरू पाहाडै भइसिन्थ्यो। यहाँ आइसकेपछि वैवाहिक दिनमा मैले माइतीको तर्फबाट दाजुभाइको भूमिका प्रोभाइड गर्दा दिजुलाई अनुमाउने बेलामा दुईवटा दिजुहरूले एकैचोटि अनुमाएको चाहिने इतिहास छ हामीसँग। उहाँको खुसी, त्यो ह्याप्पिनेस म अहिले पनि सम्झिरहन्छु। र फेरि कता कता त्यो दिनको घटना मोटरसाइकल एक्सिडेन्ट भइसकेपछि त्यो विक्षिप्त शारीरिक स्थिति, त्यति बेला म डाक्टर शारदा कुँवरसँगै भर्तु अस्पतालमा बस्थेँ। त्यो असहज परिस्थितिमा मैले उहाँको केही हदसम्म सेवा गर्ने जुन मौका मैले पाएँ, त्यो पीडाको अनुभूति पनि मैले गरेँ। र भर्तु अस्पतालबाट चाहिँ नि सेवा कन्टिन्यू गर्न सकिने सम्भावना नभइसकेपछि यथाशीघ्र काठमाडौँ लाने व्यवस्था हामीले मिलायौँ। त्यो पीडा भनेको त्यो ह्याप्पिनेसको अवस्था र त्यो पीडाको अवस्था। त त्यसको 5-7 दिनपछि उहाँको डेथ बडी ल्याएर देवघाटमा अन्त्येष्टि गर्दा अवस्था अत्यन्तै दर्दनाक, अत्यन्तै दयनीय र अत्यन्तै डिफिकल्टिजपूर्ण थियो भन्ने मलाई लाग्दछ। र उहाँको एउटा व्यक्तिगत एउटा लाइफको चरण, वैवाहिक जीवनदेखिको ह्याप्पिनेस र चाहिँ एउटा दुःखद निधनको त्यो डिफिकल्टिजको चाहिँ मैले चाहिँ अनुभूति गर्ने मैले एउटा चाहिँ त्यो खालको स्त्री मेरो निम्ति बन्यो भन्ने म चाहिँ यहाँहरूसँग चाहन्छु। र बिचमा म देशभित्रै पढेँ, देश बाहिर पनि गएँ, देशभित्रै पनि काम गरेँ, देश बाहिर पनि बसेर काम पनि गरियो। र यो परिवारसँग एउटा पुरानो घर थियो, यतापट्टि कता बाँसको झ्याङको आडमा एउटा काठको घर थियो, खरको छाना थियो। म दिदी भिनाजुको दर्शन गर्न आउँथेँ, खाजासाजा खान्थेँ, अझै जान्थेँ। म चितवनमा बसिन्थेँ निरन्तर रूपमा वर्षको 1-आध पटक 2-3 पटक चाहिँ उहाँहरू परिवार आउने जाने गर्थेँ। भान्जाहरू पनि मेरा भाइ जस्ता लाग्छन्। कहिलेकाहीँ के हो भाइ जस्तो लाग्ने भएको कारणले गर्दाखेरि दाजुभाइ बिचमा अलिकति मिसअन्डरस्ट्यान्डिङ हुन्छ। र आज एउटा चाहिँ भाइ रूपी भान्जोसँग चाहिँ अलिकति केही चाहिँ बाँकी थियो, त्यो पनि मैले निराकरण गरेँ भन्ने चाहन्छु। मलाई लाग्छ दिजु पक्कै पनि खुसी होइसिन्छ जस्तो पनि लाग्यो होइन। चाहिँ फेरि पनि उहाँ एउटा बहुआयामिक व्यक्तित्व, विभिन्न सेक्टरमा काम गरिबसेको उहाँले। र उहाँको चाहिँ स्मृतिमा एउटा स्मृति प्रतिष्ठान गठन गरेर त्यही क्षेत्रमा चाहिँ आबद्ध रहने, कन्ट्रिब्युसन गर्न सक्ने व्यक्तित्वलाई चाहिँ सम्मान गर्ने जुन एउटा परिपाटी एउटा सञ्चालन गर्ने पोइन्ट अफ भ्यूले जुन एउटा यो चाहिँ गुठी बनेको छ, यसलाई कन्टिन्यू गर्नको निम्ति मैले भोलिका दिनमा एउटा आर्थिक लगायत विभिन्न किसिमका सहयोग गरेँ, वचनबद्धता पनि आजको यस दिनमा र यहाँहरूको उपस्थितिमा म वचनबद्धता व्यक्त गर्न चाहन्छु। र मलाई के जान्छु, यस्ता चाहिँ गुठीहरूले हाम्रो समाज रूपान्तरणको निम्ति चाहिँ आंशिक भए पनि ठुलो योगदान गर्छ भन्ने कुराहरू
यहाँहरू समक्ष प्रस्तुत गर्दै र आजको यो विशेष दिनमा मलाई इन्भाइट गरेर आफ्ना विचारहरू व्यक्त गर्ने जुन अवसर दिनुभयो त्यसको निम्ति आयोजक व्यक्तित्वहरूप्रति धन्यवाद ज्ञापन गर्दै मेरा भनाइहरू यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद, नमस्कार। र अब म सम्मान कार्यक्रमलाई जोड्न गइरहेको छु। हाम्रो बिचमा विशेष गरेर सम्मानित व्यक्तित्वहरू हाम्रो बिचमा हुनुहुन्छ। विभिन्न विधाहरूमा हामीले सम्मान गर्न खोजिरहेका छौँ। कार्यसमितिको बैठकको निर्णय गरेको छौँ। र यति बेला भने म केही भनाइसहित यो कार्यक्रमलाई अगाडि बढाइदिनु न म अध्यक्ष पण्डित शालिग्राम देवकोटाज्यूलाई यो फ्लोर हस्तान्तरण गर्दछु। धन्यवाद उद्घोषकज्यू। आज हामी यो चौथो साधारण सभामा सहभागी भएर यो हाम्रो मन्दिरको तर्फबाट हामी केही हाम्रो सबैभन्दा ज्येष्ठ चन्दादाता र सामाजिक व्यक्तित्व भएको कारणले गर्दा यो पुण्यतिथिमा हामीले दिन सम्मान गर्न पाउँदा हामी असाध्य खुसी र गौरवान्वित भएका छौँ। किनभने यस्तो अवसर अब उहाँ अमेरिकामा बस्नु भएको हुँदा भेट हुन्थ्यो होला नहुन्थ्यो होला र हामीले उहाँलाई नै गर्न पाउँदाखेरि असाध्य खुसी भएका छौँ। र अब कृष्ण केसीको बारेमा यहाँ सबै साथीहरूले भनि पनि सक्नु भएको छ। मलाई त साँच्चै भन्दाखेरि त्यो बेलामा फ्रन्टमा काम गर्ने म थिएँ भने डोरो मेलो मिलाएर जाने कुरा गर्नेमा चाहिँ कृष्ण केसी हुनुहुन्थ्यो। मलाई ठुलो सहयोग गर्नुभएको थियो। त्यसमा सबैभन्दा बढी चन्दादातालाई हामीले सम्मान गर्ने कार्यक्रम राखिरहेका छौँ। तैपनि यतिखेर शारदाजी यहाँ आएको मौका पारेर यो पुण्यतिथिमा गर्न पाउँदा हामी गौरवान्वित भएको हुनाले हामीले उहाँलाई केही अवसर दिन नसके पनि एउटा सम्मान पत्र चाहिँ उहाँलाई दिन हामी लागि परेका छौँ। र अपूर कुराहरू जाने मैले आएर आउँछ गुरुको आज्ञा अनुसार म यो वाचन गर्न गइरहेको छु। श्री विष्णु पाञ्चायन मन्दिर भद्रकाली भरतपुर 15 विष्णुपुर चितवन सम्मान पत्र श्री शारदा छेत्री विष्णुपुर 15 विष्णुपुर। यस वैदिक सनातन धर्म संस्कृति र कलाको संरक्षण गर्दै आध्यात्मिक चेतनाबाट सामाजिक तथा भौतिक विकास गर्ने उद्देश्यले
यस विष्णु पाञ्चायन मन्दिरको चौतर्फी विकासको लागि नगद रु 4,22,251 रुपियाँ अक्षर रुपी 4,22,251 रुपियाँ मात्र सहयोग गरी अलौकिक पुण्य कार्य गर्नुभएकोमा यहाँको अमूल्य सहयोगको उच्च कदर गर्दै ससम्मान धन्यवाद सहित यो सम्मान पत्रद्वारा सम्मान गरिएको छ। मिति 2000 2079-2/14 एउटा अक्षर मिस्टेक भएको मैले सुधारेर वाचन गरेँ। सचिव अर्जुन रिमाल, अध्यक्ष शालिग्राम देवकोटा र यो अध्यक्ष सचिव विमलाजी सदस्य आइरहनु भएको छ र यो पारिवारिक सदस्य शारदा देवेन्द्र केसी, ज्योति केसी, शीर्षा केसी, सृजन केसीलाई पनि म यो सम्मान पत्र हजुरले दिन्छु। पहिला उडाउनुहोस् न। तपाईँहरूकै ताली थपडी सापडी मागेर हामी सबैको सम्मानबाट शारदा माताजीको स्वास्थ्य लाभ पनि रहनेछ। उहाँलाई यस्तो कार्यहरूमा जुटिरहने अवसर मिलिरहनेछ भन्ने हामीले विश्वास लिएका छौँ र यो घर परिवारको पनि उन्नति र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै विष्णु पाञ्चायन मन्दिरको तर्फबाट गुरुजीले अन्त्य गरेर के कालिका उद्यमी आय आर्जन समूह कति के यो कार्यक्रम मलाई थाहा भएन अनि मैले भएन है नाच्ने गाउने धन्यवाद कार्यक्रम सञ्चालकज्यू र यस कृष्ण केसी प्रतिष्ठान भरतपुर 15 विष्णुपुरको चौथो साधारण सभा एवं प्रथम अधिवेशनका प्रमुख अतिथिज्यू, सभाध्यक्षज्यू र सम्पूर्ण मञ्चमा आसीन अतिथिगणहरू ज्यूहरू र सम्पूर्ण उपस्थित महानुभावहरूमा म कालिका आय आर्जन समूहको अध्यक्षको तर्फबाट र सम्पूर्ण शेयर सदस्यको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दछु र हामीहरूले उहाँको बारेमा त सम्पूर्ण कुरा अगाडि नै आइसक्यो र हामीले उहाँ पनि उहाँको बुहारी ज्योति केसी हाम्रो समूहमा आबद्ध हुनुहुन्छ र उहाँको शेयर सदस्यको सासुआमा भएको हुनाले उहाँको सल्लाह सुझाव र विभिन्न सुझावहरूले गर्दाखेरि हामी अभिभावकको रूपमा लिएका छौँ। त्यसैले हामीले सानो सम्मान गर्ने भनेर मायाको चिन्ह हस्तान्तरण गर्न लागिरहेका छौँ। आउन त्यहाँ भएको समूहको सबैजना विशेष धन्यवाद छ र आज अर्को एउटा कुरा पनि सरप्राइजको रूपमा मैले तपाईँहरूको बिचमा राख्न चाहेको छु। आज हाम्रो दाइको पुण्यतिथि छँदै थियो र प्रतिष्ठान थियो, गजल पनि थियो भने आज अर्को एउटा पनि सरप्राइज छ। आज शारदा माताजीको जन्मदिन पनि हो। त्यस कारणले गर्दा उहाँलाई पनि मैले मेरै तर्फबाट Happy birthday to you. Happy birthday. Happy birthday. ये तो सरप्राइज हो भने अनुरोध गर्दछु र अम्बिका बहिनीजीले पनि यहाँ शारदा माताजीलाई र यो हामी सबैको तर्फबाट हो भनेर तपाईँहरूकैसँग फेरि यो थपडी सापडी मागेर हामी सबैको तर्फबाट शारदा माताजीलाई सुस्वास्थ्यको कामना गर्दछौँ। उहाँको जन्मदिन सफल रहोस् भन्ने कामना पनि गर्दछौँ। विशेष माताजीलाई दीर्घायुको सुस्वास्थ्यको र सधैँ सकारात्मक सोच राख्नुहुने क्षमता उहाँमा छ। अझै त्यो लेखन कार्य पनि अगाडि बढोस् आजको जन्मदिनले। आजको यस कार्यक्रमलाई आफ्नो सम्बोधन राखिदिनु हुनुको लागि आजको यस कार्यक्रमका प्रमुख अतिथि राजयोगिनी गरी आज भने दिदीको शुभ भावना र शुभ मन्तव्य राखिदिनु हुनुको लागि एकपल्ट जोरदार ताली अम्बिका बहिनीजीको लागि।
ओम शान्ति। आज यस कृष्ण केसी प्रतिष्ठान कार्यक्रममा उपस्थित हुनुभएका यस कार्यक्रमका सभाध्यक्षज्यू, विशिष्ट अतिथि शारदा दिदीज्यू र मञ्चमा आसीन अन्य विशिष्ट अतिथिज्यूहरू, महानुभावहरू र सभामा उपस्थित श्रद्धेय आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम यस कृष्ण केसी प्रतिष्ठानमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रबाट बोल्नको लागि यहाँहरूले सम्झिनु भएकोमा हामी ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ। सर्वप्रथम यस ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चितवनका मुख्य सञ्चालिका आदरणीय लक्ष्मी दिदीजी, आज उहाँ यहाँ आउन सक्नु भएन। दिदीले यस कार्यक्रमको लागि विशेष गरेर शुभकामना पठाउनु भएको छ, स्वीकार गर्नुहुनेछ। र आजको यो क्षणले के याद दिलाउँछ भने मरण त सबैको हुन्छ, तर मरण पछिको स्मरण कस्तो हुन्छ त? जीवनमा जसले जस्तो प्रकारको कर्म गर्दछ त्यस्तै प्रकारको स्मरण हुन्छ। कसैको आमा बुवा वृद्ध, घरमा कोही नहुने अथवा एउटा घाटसम्म लैजाने पनि व्यक्ति हुँदैन भने कसैलाई यति वर्षपछि पनि उहाँको नाममा स्मरण गर्नु, प्रतिष्ठान खोल्नु, समाजमा भएका अन्य क्षेत्रलाई समेट्नु, जसरी प्रतिष्ठानले गरेका अनेक विविध सेवाहरू सुन्यौँ हामी। साहित्यकारहरूलाई, खेलाडीलाई, अपाङ्गलाई, सबैलाई नै समेट्नु भएको यस्तो कार्यक्रम राख्नु यो कृष्ण केसीजीले आफ्नो जीवनमा गर्नुभएको श्रेष्ठ कर्मको फल नै हो। र मलाई लाग्छ कृष्ण केसीजीको यो समाज सेवाको बारेमा मैले धेरै नै सुनेको थिएँ, तर गीतानगरमा 2052 सालमा यो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको स्थापना भएको हो। त्यो समयमा हामी त्यहाँ 1 हप्ताको 7 दिनको साप्ताहिक कोर्स गऱ्यौँ अनि हामी सेवालाई अगाडि बढाउने या के गर्ने भन्ने निरोमा थियौँ। अनि केही 1-2 महिना सेवा भइसकेपछि हामी त्यहाँ रेगुलर क्लास गर्ने सबैको बिचमा सल्लाह भयो। अब हामीले गीतानगरमा सेवा केन्द्र राख्ने या नराख्ने भनेर यस्तो निर्णय गर्नुपर्ने अवस्था थियो। अनि त्यो समयमा कसैले भन्नुभयो यो ब्रह्मकुमारी राजयोग सेवा केन्द्र राखिसकेपछि हामीले निरन्तर सेवा दिनुपर्छ, सकिँदैन कि भन्नुभयो। कसैले भन्नुभयो नारायणगढको तुलनामा हामी यस्तो गाउँठाउँमा सेवा गर्न सकिँदैन भन्नुभयो। कसैले निरन्तरता दिनुपर्ने भएकोले कठिन हो, कहिलेकाहीँ हुने भए त हुन्थ्यो भन्ने यस्तै कुरामा निर्णय लिइसकेको थिएन। र त्यतिखेर डाक्टर कृष्ण भाइजीले भन्नुभयो कि सबैको कुरा सुनिसकेपछि उहाँले एक्लैले एउटा यस्तो जिम्मेवारी उठाउनु भयो, हामी जुन दिनसम्म सक्छन् त्यो दिनसम्म गीतानगरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र चल्छ, जुन दिन सक्दैनौँ त्यही दिन हामी नारायणगढ जानेछौँ, नै त त्यो दिनसम्म हामी यहीँ नै चलाउनु पर्छ भनेर उहाँले एउटा अठोट दृढ सङ्कल्प गर्नुभयो। आज त्यही सङ्कल्पको फल नै हामीले यहाँ वटवृक्षमा सेवा भएको पाइरहेका छौँ। यसैले हामीलाई लाग्छ उहाँको यति धेरै प्यारले, गाढा स्नेहले नै एउटा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले एउटा सेवा गर्ने हौसला, उमङ्ग, उत्साह अगाडि बढी नै रह्यो, बढाइ नै रह्यौँ। उहाँको प्यार स्नेह पाइ नै रह्यौँ। साथमा शारदा दिदीले पनि हामीलाई यति नै धेरै प्यार गर्नुहुन्थ्यो। त्यसैले आज यस कृष्ण केसी प्रतिष्ठानको यो क्षणमा मैले त्यो दिनहरूलाई जतिखेर पनि सम्झिन चाहन्छु। कुनै पनि सेवाको लागि एउटा बलले मात्रै होइन, कुनै पनि सेवा उमङ्ग अनि उत्साहले नै हुन्छ। त्यसैले जहाँ उमङ्ग उत्साह छ त्यही नै सेवा हुन्छ। र संसारमा पनि उही व्यक्तिको नाम इतिहासमा हामीले सुन्छौँ जसमा आत्मविश्वास छ। यसैले डाक्टर कृष्ण भाइजीमा यति धेरै आत्मविश्वास थियो। कुनै पनि सङ्घ संस्था, कलेज, स्कुल केहीमा पनि सेवा गर्नुपर्दा उहाँले एउटा सही निर्णय लिएर समाजलाई एउटा
सही मार्गदर्शन गराउनमा आफ्नो धेरै नै महत्त्वपूर्ण भूमिका निभाउनुभयो र विशेष गरेर ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा उहाँले धेरै समय सेवा पनि गर्नुभयो। यसमा आबद्ध पनि रहनुभयो किनभने मानिसले जस्तो कर्म गर्छ त्यस्तै नै प्रकारको फल प्राप्त गर्छ। मानिस जब जन्मिन्छ त्यस समयमा उसको शरीरमा शरीर हुन्छ, प्राण हुन्छ, तर त्यो शरीरमा पद हुँदैन, पैसा हुँदैन। तर जीवनभरि मानिस जब जीवित रहन्छ अनि उसमा पद पनि आउँछ, पैसा पनि कमाउँछ। जब मृत्यु हुन्छ त्यो शरीरमा प्राण मात्रै हुँदैन। यसैले जब शरीरमा प्राण हुन्छ पद प्रतिष्ठा हुँदै जान्छ, जब मृत्यु हुन्छ पद सबै हुन्छ तर त्यतिखेर प्राण हुँदैन। यही समयको पिरियड नै हो जीवन। यसैले जीवन अथवा जीवनमा यदि जिउनु छ भने 1 नम्बर भएर जिउनुपर्छ। त्यसको लागि सत्कर्म गर्नुपर्छ, सद्व्यवहार गर्नुपर्छ। हामी स्वयंको लागि मात्रै होइन, समाजको लागि, परिवारको लागि, राष्ट्रको लागि सबैको सेवा भावना बनाएर जिरह्यौँ भने न त कोही मृत्युपछि कसैको नाम पनि लिँदैन होला, तर इतिहासमा जसले नाम लेखाउनुहुन्छ उहाँहरू कहिल्यै पनि मृत्यु वरण गर्नुहुन्न। उहाँलाई सबैले नै सदा स्मरण गरि नै रहनुहुन्छ। यसैले कृष्ण केसीजीको आत्माले यति पुण्य सेवा गरेर जानुभयो र उहाँको आत्मा जहाँ गएको छ त्यहाँ पनि सेवा नै गरिरहनु भएको छ भन्ने यिनै शुभ भावनाका साथ ब्रह्मकुमारी राजयोग सेवा केन्द्रबाट यस्ता कार्यक्रममा अझै पनि दिनानुदिन अरू कार्यक्रममा पनि उत्तरोत्तर कार्यक्रममा सफलताको कामना गर्दै मेरा केही शब्दहरू यही अन्त गर्दछु। धन्यवाद। ओम शान्ति। र अब भने हामी कार्यक्रमको अन्तिम क्षणमा छौँ। अब यो कार्यक्रमलाई आफ्नो मन्तव्यसहित आजको यस कार्यक्रमका सभाध्यक्ष एवं कृष्ण केसी प्रतिष्ठानका अध्यक्ष श्री केदार कोइरालाज्यूद्वारा सम्बोधन हुनेछ र यो कार्यक्रम समापन हुनेछ। नमस्कार। शोभा पाइरहन्छ चन्द्र जसरी राखेर ताराबली भनेर एउटा विद्वानले व्यक्त गर्नुभएको छ। चन्द्रमा र ताराहरूको, चन्द्रमा पनि एउटा ज्यादै चम्किलो तेजिलो वस्तु हो, त्यस्तै ताराहरू प्रत्येक तारासँग आफै उज्यालो र उज्यालो छर्ने हैसियत छ। चन्द्रमासँग उसको नेतृत्व गरेको हुनाले उसँग हुँदा हुने कुरै भएन। त्यस्तै गरेर आजको यो कार्यक्रममा पनि मैले त यस्तो देखेको छु, यो चन्द्रमाको रूपमा कृष्ण केसीको आत्मा छ र यो तारागणको तेजिलोपनमा तपाईँहरू उपस्थित साथीहरू हुनुहुन्छ। यस्तो माझमा बसेर यसको नेतृत्व यो सभाको नेतृत्व गर्न पाउँदा म आफू यति हर्षित छु कि यहाँहरूलाई मात्रै म आभार व्यक्त गर्न चाहन्छु। त्यसलाई स्वीकार गर्नु भनेर आभार व्यक्त गर्न चाहन्छु। विशेष गरेर केसी प्रतिष्ठानको मैले जिम्मेवारी पनि पाएको थिएँ। त्यो जिम्मेवारी कति निर्वाह गर्न सकेँ, कति गर्न सकिनँ। मेरो साथीहरूका केही कमजोरी मेरो पनि कमजोरी छ भने यसमा क्षमा म चाहन्छु। र यसको सिर्जना कसरी भएको हो म त्यति मात्रै व्यक्त गर्न चाहन्छु। कृष्ण केसी अहिले पनि आइसकेको छ, तैपनि म छोटोमा कृष्ण केसी गीतानगरवासीहरूसँग हाम्रो प्रतिवेदनमा सचिवजीले भनिसक्नु भएको छ। गीतानगरवासीहरू खास गरेर उहाँका सहपाठी सहयात्रीहरू उहाँदेखि ऋणी छौँ। त्यो ऋण कमसेकम पनि थोरै भने पनि तिर्न सकिन्छ कि भन्ने उद्देश्यले हामी त्यो प्रतिष्ठान स्थापना गरेर उहाँको आत्माले स्वीकार गरेका, उहाँले गरेका योजनाहरूलाई हामीले पुरा गरिदिन सक्यौँ भने अलिकति भने पनि हाम्रो आत्मा पनि सन्तुष्टि र खुसी रहने
र उहाँले पनि यदि परजन्ममै विश्वास गर्छौँ पूर्व जन्ममै विश्वास गर्छौँ भने त्यो विश्वास मैले ठिकै गरेको रहेछु भनेर भन्ने कुरो उहाँको स्वर्गीय आत्माले पनि स्वीकार गरोस् भन्ने एउटा उद्देश्य हो। र अर्को जिल्लामा योगदान गर्नेहरू राजनीतिको बारेमा योगदान गर्नेहरू को छन् अनि धार्मिक पक्षमा को छन् तिनीहरूलाई हामीले अगाडि ल्याइदिनु पर्छ। हामी यदि बौद्धिक सर्कलका मान्छे हौँ भने हामीले चाहिँ नि हाम्रो भविष्यको पिँढीलाई सम्पत्तिको रूपमा हामीले यति उहाँहरूबाट प्रेरणा लिएर उहाँहरूबाट शिक्षा दीक्षा लिएर हामीले चाहिँ नि उहाँहरूको इतिहास तयार गरिदिएका छौँ। पढ र आफ्नो सन्ततिलाई पनि पढाऊ र आफ्नो भावनालाई उच्च स्थानमा लैजाऊ भनेर भन्ने सन्देश दिनको निम्ति हामी तयार भएको कुरा म यहाँहरूलाई यही माध्यमबाट यो मूल प्रवाह कृष्ण केसी हो। त्यसो हुनाले कृष्ण केसीलाई नै आधार मानेर हामी चाहिने यसैको माध्यमबाट चाहिने जिल्लाभरि सक्छौँ अधिराज्य फिजाउँछौँ नसके पनि जिल्लाभरि चाहिने हामीले एउटा स्रोत बनाइदिने हाम्रो चाहना छ। त्यो चाहनामा यहाँहरू सबैले सहयोग र सद्भाव रहनुहुन्छ र अनि बल्ल कृष्णबहादुर केसीको आत्माले शान्ति पाउनेछ र हामीले गर्न खोजेका क्रियाकलापहरूले तपाईँहरूले जो शुभकामना दिनुभएको छ त्यो सही अर्थमा शुभकामनाको रूपमा भविष्यको पिँढीले ग्रहण गर्न पाउनेछ भन्ने चाहिने मात्रै म अरू धेरै कुरा गर्न चाहन्न। मैले भनिसकेको छु, फेरि त्यसलाई दोहोऱ्याउँछु। हामी स्मारिका प्रकाशन गर्छौँ। अहिलेसम्म भएका गतिविधिहरूलाई लिएर तपाईँहरूले कहाँ कहाँ के कति कति दुःख गर्नुभएको छ, के को निम्ति, राजनीतिको निम्ति, संस्कृतिको निम्ति, संस्कार को निम्ति र त्यो तपाईँहरूले गरेको पिक्चर तपाईँहरूलाई दिन सक्यौँ भने तपाईँको सन्ततिले हामीलाई सके धन्यवाद दिनेछ, नसके पनि श्राप दिँदैन। श्राप दिन्छ कि भावीको पिँढीले भनेर हामी चिन्तित छौँ। किन भन्दा हामीले भविष्यको पिँढीलाई दिने वस्तु के हो त हाम्रो। त्यस कारणले मैले अब यहाँ धेरै कार्यक्रम अझै धेरै छ। म यति भनेर यहाँहरूसँग चाहिने बिदा माग्छु र यो तपाईँहरू सबै आएर यो कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा हामी यसका कार्य समितिका मान्छेहरू हामी ऋणी छौँ र अब आउने कार्य समितिको लागि पनि यिनै धारणाभित्र रहेर हामीभन्दा राम्रो चाहिने रचनात्मक कुराहरू गरेर केसी प्रतिष्ठानलाई उच्च ओहदामा पुर्याइदिनु होला, जसबाट यो नमुना बनोस्। त्यो नमुनाको पछि सबै लाग्न सक्ने वातावरण बनाइदिनुको लागि तपाईँहरू सहयोग गर्नुहोस् भनेर अनुरोध गर्दै म यो कार्यक्रम लगभग अब अन्त्य भएको चाहिँ घोषणा गर्छु र हस्, धन्यवाद। जय नेपाल।